सबैजनालाई नमस्ते नमस्कार है। मेरो न्यू डे न्यू ब्लगमा फेरि पनि तपाईहरुलाई स्वागत छ। आज पनि न्यू डे न्यू ब्लग लिएर आएको छु। तर आज चाहिँ मेरो अपरेसन गरेको नि 1 वर्ष भइसक्यो नि त। अनि काठमाडौँ आएको बेलामा अर्कै समस्या लिएर आएको थिएँ बिरामी भएर। अनि काठमाडौँ आएको बेलामा फेरि एकचोटि चेक गरेर जाउँ भन्ने कुरा हो। त्यही भएर म चाहिँ यहाँ गङ्गालाल हस्पिटलमा आएको छु है, चेक गर्नको लागि। देख्न सक्नुहुन्छ गङ्गालाल हस्पिटल। म चाहिँ दिदीसँग आएको छु। दिदी चाहिँ पर पुरिराख्नु भएको छ मेरो पालो। म चाहिँ यहाँनिर धेरै नै गर्मी भयो अनि त्यही भएर बाहिर निस्केको। बाहिर पनि त्यत्तिकै गर्मी नै रहेछ। त्यही नै हो है, अब के गर्ने, बेलायमा रोगी भइयो, अब के गर्ने, त्यस्तै हुँदो रहेछ जिन्दगानीमा। बाँचुन्जेलसम्म दुःख सुख खेप्नै पर्दो रहेछ। जीवन बाँचुन्जेलीलाई हो नि, सकिएपछि त सकिएको नि भन्थे त्यस्तै। जीवन बाँचुन्जेलसम्म दुःख सुख भोग्नै पर्दो रहेछ। एकदम राम्रो छ गार्डनहरू चाहिँ, एकदम मन परेको मलाई पहिल्यैदेखि नै। म चाहिँ पहिला अब नारायणथान बस्थेँ नि त। अनि त्यही भएर नारायणथान बस्दाखेरि यता कहिलेकाहीँ आइन्थ्यो। अनि चेक जाँचमा आउँदा पनि आइन्थ्यो यता। अनि पहिल्यैदेखि आफ्नै ठाउँ जस्तो रमाइलो लाग्छ। अनि त अब कसको जग्गा कुनै हस्पिटलको मात्रै होला, तर यहाँनिर चाहिँ रमाइलो हिसाबले हेर्दैछु अहिलेसम्म चाहिँ। अब रिपोर्ट मेरो नर्मलै निस्किन्छ होला सायद। अब उताको पनि निस्किनु त उताको पनि नर्मलै निस्क्यो। अब पछि चाहिँ अपरेसनै गर्नुपर्छ भन्ने कुरा छ। अहिलेको लागि चाहिँ केही परेन है, त्यही नै खुसीको कुरा। अनि औषधि पनि खानु परेन। अनि म काठमाडौँ बसेको पनि अझ त धेरै दिन भइसक्यो। फेरि बर्खा लाग्यो नि त, अनि फर्किहाल्नु पर्ने हुन्छ है। त्यही नै हो, के कस्तो हुन्छ भिडियो कृपया हेर्दै गर्नु होला। म कस्तो खालको बनाउनु सक्छु सक्दिनँ, के छ कस्तो छ है, के हुन्छ के भिडियो बनाउँदै गयो कहाँ पुगेर के हुन्छ कसो हुन्छ, अब टुङ्गै नहुने मान्छे भइसकेपछि होइन, कामहरू हरेक हुन्छ। त्यही भएर टुङ्गै हुँदैन। कृपया मेरो खिचिडी भ्लग हेर्दै गर्नु होला ल है। यस्तो छ गङ्गालाल हस्पिटलको चाहिँ ग्राउन्डिङ चाहिँ यस्तो छ, तर साह्रै राम्रो छ। हेर्दा नि रहर लाग्दो। यसो बिरामीको यसो मुड फ्रेस गर्ने ठाउँ भनौँ यो। अनि यहाँनिर चाहिँ ठक्क पानी सानी पनि रहेछ। यतिकै हेर्नुलाई बनायो हो कि के को लागि बनायो थाहा भएन। यहाँनिर ढुक्कुर पनि बसिराख्नु परेवा पो रहेछ। परेवा पनि बसिराख्नु भएको रहेछ। यता चाहिँ आन्टीहरूको फोटो सेसन भइरहेको छ। मान्छेको भिड पल्ला चाहिँ धेरै छ कि झन् यता भन्दा नि। यता त यतिको सामान्य, उतापट्टि छ त यता। अरू भन्दा नि मास्तिर चाहिँ फोटो सेसन चल्दै रहेछ। यहाँनिर चाहिँ यस्तो दामी यो फुल छ नि 12 मासे। मोबाइल गतिलो नभए नि भिडियो बनाउने मेरो स्टाइलै छुट्टै छ नि त। फेरि खतरा छ कि। अब यता साइडमा पनि त्यत्तिकै राम्रो लाग्ने। सन्चो भए चाहिँ यस्तो ठाउँहरू हेर्नलाई मजा आउने। फुलहरू चाहिँ यो चाहिँ 12 मासे हो क्या अरे, कति राम्रो है। सायद यो फुलबारी चाहिँ यतिको राम्रो, यो 12 मासे हुनसक्छ फुल। कति राम्रो हेर्नु न ल। घर छेउमा चाहिँ यस्तो हुनुपर्ने। कति दामी हो।
यस्तै छ ठ्याक्कै सक्यो है। अब चाहिँ पालो आयो, तर मेरो चाहिँ रिपोर्ट आइपुगेको छैन अझै आउनु क्या। गाइजहरू भिडियो बनाउनै पाइएन अघि भर्खरै आइपुगेको अवस्था। यहाँनिर हामी बस्ने ठाउँतिर आइपुगेको अवस्था। हामी बस्ने ठाउँ चाहिँ यस्तो छ, रमाइलो खालको, जोक रमाइलो खालको छ, राम्रो छ ठाउँ। स्कुले बस आइपुगिसक्यो, देख्न सक्नुहुन्छ। अब त्यति धेरै भिडियो बन्दैन होला, अब के कस्तो हुन्छ बाँकी भिडियो एकछिनपछि हेरौँ होला। अहिलेको लागि चाहिँ यति नै ल। गुड मर्निङ है हजुरहरू। यो चाहिँ अब फेरि बिहानको समयमा ठ्याक्क बेलुका आइयो हस्पिटलबाट, भिडियो नि गर्नु पाइएन राम्रो, अनि सुतियो। अहिले भर्खर उठेर यहाँनिर देखाउँदैछु म ठाउँहरू। अब यतिमै भिडियोको अन्त्य गर्न चाहन्छु म। सट्ट एक फोनका देखाउँछु, सट्ट हेर्नुहोस् ल। त्यतिको माटो बस्यो बिहानको समयमा यस्तो देखिन्छ। खतरा सुन्दर शान्त वातावरणमा बस्छौँ हामी। अनि अब त्यही के भन्ने, म चाहिँ अब हस्पिटल गयो, हस्पिटलबाट आइयो। अनि अब चाहिँ मेरो फेरि के छ त, हस्पिटल जाने काम छैन। अलिकति मोटाइ बेसी भयो रे, चिल्लो मासु मङ्स अलिक बेसी भयो रे, मासु नखाइसक्दिनँ म। फेरि त्यो पनि खानु त मैले कुखुराको मात्रै खान्छु, तै पनि त्यो पनि धेर भयो रे भन्छन् डाक्टरले। यो चाहिँ तारेभिर हो है, तारेभिरको दृश्य देख्न सकिन्छ, यतिको राम्रो छन् तारेभिर। अनि यता चाहिँ प्लटिङ, यता प्लटिङमा जकिङ भन्दैछ, जकिङ। अल्छी लाग्छ अब बिहान उठ्नु पनि। आज चाहिँ यसो भिडियो बनाइदिउँ भनेर बिहान उठेको। अनि एक्सर्साइज पनि गर्नु छ नि त, हल्का एक्सर्साइज पनि गर्न थालेको छु नि त आजभोलि। अनि एक्सर्साइज गरेर चाहिँ मलाई मन पर्ने चाहिँ कोही नभनौँ, यो एक्सर्साइज गरेर बनाएको नि त यो मैले। एक्सर्साइज गरेर बन्दैन होइन, अनि त्यही नै हो। घामले केही देखिँदैन त्यसका बाजे, बिहान घाम लाग्यो। त्यही नै हो, भिडियो एडिट गरिन्छ। हिजो हस्पिटल गएको, अनि आजको भिडियो एडिट गरेर टक्क लाएर ठक्क राखिराखिन्छ। अनि भरे 6 बजेतिर चाहिँ अपलोड गरिन्छ है, त्यही नै हो। अब के भन्नु, त्यही नै हो। अब नेक्स्ट भिडियोमा भेटौँला है ल। कुरो त्यही हो, अब नेक्स्ट भिडियोमा भेटौँला। अवश्य म 2-4 दिनपछि गाउँ फर्कन्छु।
अब चाहिँ गाउँको भिडियो देख्न सकिन्छ। लगभग यताको अब लास्ट एक भिडियो बन्छ होला, अनि त्यसपछि चाहिँ बन्दैन। अनि त्यसपछि चाहिँ गाउँमै गएर भिडियो बनाइन्छ। गाउँघरमा सुरु गरिसकेछ रोपाहरू है मान्छेहरूले। अब म यहाँ बसिरहेको छु, यसो गएर मैले काम त गर्न सक्दिनँ, त्यही हो बाबामालाई भात पकाएर दिने हो, त्यति हो मेरो काम, अरू त म गर्न सक्दिनँ। अनि गएर यसो हल्का बिरुवा सिरुवाहरू पनि रोप्नुपर्ने छ। अनि त्यो बिरुवाहरू काम पनि गर्नु नमिल्ने भएको छ कि फेरि म एक्सर्साइज पनि गर्नुपर्ने, काम पनि गर्नु नमिल्ने। अब मुटुले एक्सर्साइज गर्नुपर्ने, अब अर्को समस्याले फेरि कामै गर्नु नहुने दोधारमा परिरहेको छु। अनि अब त्यही हो, गाउँमा गएर के कस्तो के गरिन्छ अत्तो पत्तो छैन है। टिम्बुर चाहिँ अब मान्छे लाएर भए पनि रोप्नुपर्ने हुन्छ। अब त्यही नै हो, नेक्स्ट भिडियोमा भेटौँ ल।